नेपालमा गिरिजा प्रसाद कोइरालाको पालादेखि अहिलेसम्म तपाईहरु डाटामा गएर तथ्याङ्कमा गएर हेर्नुहोस् 43 लाख विदेशीहरूलाई नागरिकता वितरण गरिएको छ। तपाई प्रत्यक्ष कार्यकारिणी भन्दै हुनुहुन्छ पारीपट्टिबाट साइकल चढेर हिमाल पारीबाट तपाईको गाडी चढेर वा हिँडेर झोला बोकेर चुनाव हुने बेलामा 42-43 लाख मान्छे यहाँ आएर भोट हाले भनेदेखि तपाई कसलाई छान्नुहुन्छ? यो विम्स एन्ड फ्यान्सी भन्छ एउटा अंग्रेजीमा। विम्स एन्ड फ्यान्सीमा देशको बारेमा त्यति छिटो अभिव्यक्ति नदिने कि भन्ने मेरो हार्दिक आग्रह हो। संवैधानिक र नेपालको जियोपोलिटिकल सिचुएसन यस्तो संवेदनशील अवस्थामा रहेको बेला जसले जे सिकाइदिन्छ त्यही बोल्नु हुँदैन भन्ने मेरो हार्दिक आग्रह हो। पारीपट्टिका दुईटै पारीपट्टिकालाई नागरिकता दिएको, अहिले त बर्माका मान्छेहरूलाई पनि नागरिकता दिएको छ। त्यो नागरिकता दिने काम पछिल्लो समयमा बाबुराम भट्टराई प्रचण्डदेखि लिएर गिरिजा प्रसाद कोइरालादेखि लिएर बाबुराम भट्टराई र झलनाथ खनालसम्मका यी देशद्रोहीहरूले विदेशीहरूलाई नागरिकता बाँडेको छ र त्यही नागरिकता बाँड्ने शर्तमा यिनीहरूलाई सत्तामा ल्याइएको। विषयवस्तुको अलिकति अध्ययन गरौँ। त्यसैले प्रत्यक्ष कार्यकारिणीको जुन जेन्जी समूहलाई हामी माइन्डमा फिलिङ क्रप अप गराइरहेका छौँ, कन्सेप्ट क्रप अप गराइरहेका छौँ, त्यसको सम्बन्धमा अलिकति हामी म्याच्योर्ड भएको मान्छेहरूले उहाँहरूलाई त संविधानको बारेमा पनि थाहा रहन्छ, होइन भने सुशीला कार्की प्रधानमन्त्री बन्दिन थिइन् जेन्जीको तर्फबाट। यो संविधान त खारेज हुनु पर्थ्यो। संविधान खारेज नभइकन सुशीला कार्की प्रधानमन्त्री हुन सक्ने र जेन्जीले त्यसलाई समर्थन दिएको भनेपछि जेन्जीलाई संविधानको बारेमा पनि थाहा थिएन। बारबारा फाउन्डेसनलाई स्थापना गराउने को? कांग्रेस एमाले माओवादी हो। बारबारा फाउन्डेसनबाट सबभन्दा बढी लाभ लिने को? कांग्रेस एमाले माओवादी हो। बारबारा फाउन्डेसनबाट राजनीतिक चलखेल गरेको अहिले हो? होइन, पटक पटक चलखेल भयो। उसको अनुकूलतामा नेपालमा राजनीति उथलपुथल गराइयो। तर फागुन 1-2 गते भइसकेपछि जेन्जीहरू शिथिल हुन्छन्। उनीहरूले सोचेको जेन्जीहरू नर्मलाइज हुन्छन्। त्यस पछाडि टाउको उठाएर संवैधानिक संकट बताइदिनुपर्छ। त्यो संवैधानिक संकट भनेको के हो भन्दाखेरि संसद पुनर्स्थापनाको लागि सर्वोच्च अदालत नेपालको सबभन्दा ठूलो अदालतमा मुद्दा विचाराधीन छ। त्यसैले संसद पुनर्स्थापनाको सम्बन्धमा मुद्दा विचाराधीन भएको कारणले गर्दा सरकारले, राष्ट्रपतिले पनि सक्दैन, संविधान भन्दा र अदालत भन्दा ठूलो कोही पनि होइन। त्यसैले अदालतको विषयवस्तु फरफारक नभइकन निर्वाचन हुन सक्दैन भनेर कांग्रेस एमाले माओवादी सडकमा आउँछन्। त्यसबेला कसैसँग केही पनि जवाफ हुँदैन। छ भने दिनुस्। नेपालको नागरिकहरू कोही जिउँदो छ भने सत्यमा अडिक हुनुस्, सत्यमा अडान राख्नुहोस्। कसैले सिकाएका कुराहरूमा र जसवादीमा निर्णय नलिनुस्। मैले अगाडि भने तपाईहरु प्रत्यक्ष कार्यकारीको कुरा गर्दै हुनुहुन्छ, म त्यसमा पूर्ण सहमत छु। पहिला 43 लाख विदेशीहरूलाई दिएको नागरिकता खारेज गर्ने एउटा आयोग गठन गर्नुपर्छ। त्यो विगतदेखिको